राइट नाउ हामी अहिले स्याब्रु बेसीमा छौँ। यहाँ आउनको लागि चाहिँ काठमाडौँबाट 5 घण्टा जति लाग्ने रहेछ। अनि यो त्यो एउटा यस्तो स्पट हो जहाँ चाहिँ हामी बाइक पार्क गरेर ट्रेकको लागि लाग्छौँ। यहाँबाट चाहिँ हामी गोसाइगुन्ड ट्रेक पनि जान सक्छौँ अनि अब अर्को भनेको चाहिँ लाङटाङ ट्रेक जान सक्छौँ। सो हाम्रो मेन प्लान भनेको चाहिँ लाङटाङ ट्रेक जाने हो। अनि अब हामी यहाँनिर बाइक पार्क गरिसकेको छौँ, सामानहरू सबै मिलाइसकेको छौँ, राइडिङ गियरहरू सबै राखेर अब खाजा खाएर अब हामी यहाँबाट ट्रेकिङ स्टार्ट गर्छौँ। एक दिनको चाहिँ पार्किङ गरेको 100 रुपियाँ लिने रहेछ। गालो हेर न यहाँनिर रसुवाको नाका खोलिसकेछ। यहाँबाट टन्नै ट्रकहरू गइरहेछ। यहाँबाट चाहिँ हाम्रो ट्रेकिङ पोइन्ट स्टार्ट हुन्छ 10 बजे हिँडौँ, त्यो भएर हामी आज ढिलो भयो। बिहानै हिँडेको भए आज हामी सायद ब्याम्बु और लामा होटेलसम्म पुग्थ्यौँ होला। 5 बजेबाट ट्रेकिङ स्टार्ट गरिरहेछौँ हामी। जहाँसम्म झमक्क अँध्यारो हुन्छ त्यही बस्छौँ हामी। टक्क यहाँबाट त्रिशुली खोला बगिरहेछ मजाले। लाङटाङ नेसनल पार्कको बफर जोन एरियाभित्र छिरिसकेको छौँ। बाइ द वे हामीलाई ट्रेकको सबसे बेस्ट पार्ट काट्नुहोस्। ट्रेक सुरु लाङटाङ आउने बाटोमा कति ठाउँमा पहिरो आएको रहेछ। हामी बाइकबाट आउँदाखेरि पनि मैले 3-4 वटा पहिरो देखेँ। अनि यहाँ पनि आउने बित्तिकै ट्रेकिङ ट्रेलमा पनि एउटा पहिरो देखिसकेँ। बाटोको हालत त क्रेजी रहेछ। रङ बाटो आएको जस्तो लागिरहेको मलाई। 1500 थियो हामी स्याब्रु बेसीमा अनि अहिले 1700 मिटर पुग्यौँ। जङ्गल पुरै क्रस गरेर फाइनली एउटा स्पट भेट्यौँ विच इज तिवारी। यहाँबाट चाहिँ दोबन 1.5 किलोमिटर मात्रै छ। जुन बाटो आज हामी आएको त्यो बाटो चाहिँ ट्रेकर टुरिस्टहरूको लागि चाहिँ रेकमेन्ड ट्रेकिङ ट्रेल हो। तर उता पनि एउटा बाटो बनिरहेछ जुन चाहिँ बाइक गाडीहरू मजाले हिँड्ने रहेछ। अनि यो बाटो चाहिँ अब माथिसम्म कनेक्ट हुन लाग्को छ। सो कतासम्म कनेक्ट हुन्छ लेट्स सी। कस्तो क्युट होटल, कति धेरै कार्तिकको बोट। त्यहाँ हामीलाई स्याब्रु बेसीमा चाहिँ के भन्यो भने स्याब्रु बेसी भन्दा माथि बाइक जाँदैन, गाडी जाँदैन भनेको थियो कि। तर होइन, तिवारी भन्दा पनि माथिसम्म बाइक जाने रहेछ। तर ठिक छ, हामी भनेको ट्रेकर्स हो, सो ट्रेकिङलाई हामी प्रमोट गर्छौँ। आजको लागि वार्म अप पनि भयो अनि डिफ्रेन्ट ल्यान्डस्केपहरू देख्न थाल्यौँ। राति भयो, छुट्टै मजा आइरहेको क्या। अब कस्तो चिसो पानी, ओ माय गॉड। गुड मर्निङ एभ्रिवान। एकदम राम्रो स्लिप भयो। अहिले ठ्याक्कै बिहानको 6 बजेको छ। हामी खाजा खाएर प्याकस्याक गरेर अब हामी निस्किन थालेको। यो ठाउँको नाम चाहिँ डोमेन हो अनि हामी बसेको होटलको त नाम लेखेको रहेछ, भर्खर स्टार्ट भएको रहेछ। यहाँसम्म चाहिँ बाटो आइसकेको रहेछ। सो बाइक पनि आउँछ, गाडी पनि आउँछ। तर हामीले चाहिँ बाइक तलै राख्यौँ किनकि पुलिस स्टेसनको मान्छेहरूले चाहिँ हामीलाई तलै राख्नु, माथि जाँदैन भन्नुभएको थियो। मेबी सेफ हुँदैन भनेर होला। उज्यालो नै भएको छैन। हामी ट्रेकिङ अब स्टार्ट गर्न थालेको। यहाँबाट चाहिँ के रहेछ भने ठुलो स्याब्रु जाँदै गोसाइगुन्ड जान सकिन्छ अनि यता भनेको चाहिँ लाङटाङ जाने बाटो हो। ठुलो स्याब्रु जाने चाहिँ बाटो नै बनिसकेको रहेछ। हामी त्यहाँ बाइक लिएर जान सक्छौँ। हामी गोसाइगुन्ड चाहिँ नेक्स्ट टाइम जानेछौँ। अहिलेको लागि चाहिँ हामी लाङटाङ एक्सप्लोर गर्छौँ। मलाई लाङटाङको ट्रेल चाहिँ फोक्सुन्डोको ट्रेल जस्तै लागिरहेछ किनकि यस्तो घना जङ्गल छ अनि त्यसपछि हाम्रो साइडमा चाहिँ लाङटाङ खोला बगिरहेछ जसरी त्यहाँ फोक्सुन्डो खोला बगिरहेको थियो। आई एम रियली इन्जॉयिङ। डोमेनबाट चाहिँ 45 मिनट्स चाहिँ जङ्गलको बाटो रहेछ अनि त्यो जङ्गलको बाटो पार गरिसकेपछि हामी पहिरो आइपुग्छौँ। द्याट इज पहिरो। विन्टर भएर होला सायद कोही ट्रेकर्सहरू बाटोमा हामीले अहिलेसम्म भेटेको छैन कि, विच इज रियली गुड पार्ट मेरो लागि चाहिँ। बिकज इन्डिया ट्रिपबाट फर्किँदाखेरि मलाई लिटरली ब्रेक चाहिएको थियो, यस्तै क्वाइट एन्ड पिस चाहिएको थियो, विच आइ एम गेटिङ राइट नाउ। अहिले चाहिँ हामी पहिरो भन्ने ठाउँमा आइपुगेको छौँ। यो ठाउँको नाम पहिरो किन राखेको होला यस्तो क्युरियस लाग्यो मलाई। मेबी यहाँ धेरै पहिरो आउनु भएर होला सायद, आई डोन्ट नो। यस्तो खतरा ल्यान्डस्केप छ होइन। अनि त्यो ल्यान्डस्केपमा ठ्याक्कै त्यहाँनिर हामीले यस्तो मजाको त्यो हनीबीको गुड देखिरहेछौँ नि। मैले फर्स्ट टाइम देखेको। दिस इज द कलर अफ विन्टर। हामी ब्याम्बो आइसकेको छौँ। पहिरोबाट ब्याम्बो आउनलाई चाहिँ हामीलाई 1.5 आवर मात्रै लाग्ने रहेछ। पुरै जङ्गलको बाटो हुँदै आउनुपर्छ। बिचमा कतै रोक्ने ठाउँहरू, कटेजहरू पनि छैन।
मजा आइरहेको नि हिँडेर छैन भिडियो नबोला हिँड अब बाटो लास्टै नै धेरै उकालो रहेछ नाम्चे बजारको याद आयो 1500बाट स्टार्ट गरेको अब हामी 2400 मिटर पुग्न थाल्यौँ Yeah, oh my god. Just exactly. I had the same reaction. Yeah, and I hope घोडा आइरहेको थियो यहाँबाट स्लिप भयो अनि लिटरली तल झऱ्यो के एकदमै नराम्रोसँग गुल्टेर तल झऱ्यो के तर जुन गाइडले चाहिँ समात्न ट्राई गर्नु भइरहेको थियो तर सक्नु भएन कि घोडा अनि उहाँ पनि लड्नु भयो तर उहाँ चाहिँ घर खस्नु भएन घोडा चाहिँ खस्यो कि खोज्न गएको छ होला घोडालाई अब पाउँछ कि पाउँदैन अरू घोडा चाहिँ यहाँ वेट गरिरहेछ सो त्यतिखेर चाहिँ हामी लिटरली एकदमै हेल्पलेस फिल गरेको थियौँ कि हामीले के गर्ने कि अब के गर्न सक्दैनौँ तर हामी जे गर्न सक्थ्यौँ त्यो गऱ्यौँ त्यहाँ चाहिँ हामीले एकछिन कुर्यौँ आई थिङ्क 30 मिनटसम्म कुर्यौँ 3-4जना मान्छेहरू आउनुभयो खच्चर लिएर अगाडिबाट पनि आउनु भएको थियो पछाडिबाट पनि आउनु भएको थियो सो उहाँहरूलाई चाहिँ हामीले इन्फर्म गऱ्यौँ त्यसपछि मान्छेहरूले पनि ट्राई गर्नुभयो खोज्नको लागि सो खच्चरलाई चाहिँ त्यही घाउचोट अलिअलि लागेको रहेछ केही पनि भएको छैन मान्छे त एकदम सेफ इज कम्प्लिटली फाइन Know the weather will get colder, that it can't always be spring. And when I pushed you in a stroller, you were looking up. राइट नाउ वी आर एट थुनामा 4:30 AM भइसक्यो यहाँबाट चाहिँ एकदम स्टिप उकालो छ अनि त्यसपछि पेरी खड्ग पुग्छ जङ्गलको बाटो हो नि त विन्टरको टाइममा चाहिँ एकदमै धेरै कम मान्छे हुन्छ नि त जति कम भयो त्यति अनसेफ हुन्छ सो विन्टरको टाइममा अलि सेफ भएर ट्राभल गर्नु Singing life like a church hymn. You are gonna find your place, child. Of that much I know, I'm sure. इट्स डे 3 अनि हामी आज घोडा तबेला भन्ने ठाउँमा छौँ विच इज 3000 मिटर हाइटमा छ तर एक्सट्रिमली कोल्ड छ एकदमै धेरै चिसो भइरहेछ बडीले यस्तो चिसो त कहिले पनि एक्सपिरियन्स गरेको थिएन होला त्यही चिसो एक्सपिरियन्स गर्न नै आएको हामी विन्टरमा ट्रेक -13 डिग्री सेल्सियस छ अब हामी यहाँबाट फाइनली लाङटाङ भ्याली जान्छौँ थोरै समय एक्सप्लोर गर्छौँ अनि त्यसपछि हामी आज क्यान्जिन गुम्बा जान्छौँ अनि त्यहाँ हामी 2 डेज स्टे गरेर त्यहाँ एक्सप्लोर गर्छौँ Keep on laughing at the rain, I guess. Isn't that the place to start? Someday you will be stronger than you are now. कस्तो मिठो के चाहिँ हो यो You will not know everything. एप्पल टी हो यो कस्तो मिठो When the water's spilling over the bow, you'll still have me in the wings. You gotta get up to get down. 100 वर्ष 100. बा You gotta get down to get up again. भ्याली हामीले यही देखिरहेछौँ कि maps.me-मा हेर्दाखेरि अझै 2 आवर्स देखाइरहेछ Down, kid. एकदम रमाइलो भइरहेछ भर्खर धेरै गर्मी भएर लेयर चाहिँ खोल्यो अब आइपुग्न थाल्यो लाङटाङ भ्याली त्यहाँ हामी लन्च गर्छौँ अनि एक्सप्लोर गर्छौँ त्यहाँ थोरै हिस्ट्रीहरू पनि छ त्यसको बारेमा जान्छौँ राइट नाउ वी आर एट ओल्ड लाङटाङ भ्याली 2015 अर्थात् 2072 सालको भूकम्प 7.8 म्याग्निट्युडको भूकम्पले देशभरि नै ठुलो असर पुगेको थियो इन लाङटाङ वान अफ द ग्रेटेस्ट वान अफ द बिगेस्ट एभालान्स एन्ड ल्यान्डस्लाइड्स ह्यापेन अर्थक्वेक आउँदा माथिको ग्लेसियरलाई ठुलो इम्प्याक्ट परेर सिधै तल आउँदाखेरि चाहिँ लाङटाङ भ्याली पुरै नै बगाएर लिएर गयो सो अकर्डिङ टु द नासा 310 पिपल डाइड एन्ड सो मेनी पिपल गट इन्जर्ड जसमा चाहिँ कति रिकभर भए कति रिकभर भएनन् यसमा मानव जनको मात्र क्षति नभई धेरै प्रकारको क्षति हुन पुगेको थियो लाङटाङ नेसनल पार्कको डिफरेन्ट प्रपर्टिजहरूको क्षति भएको थियो 55 वटा होटलको पनि ड्यामेज भएको थियो त्यो लगायत पनि टुरिज्ममा एकदमै धेरै नराम्रोसँग असर पुगेको थियो त्यो बेला सडनली टुरिस्ट नम्बर चाहिँ एकदमै धेरै घटेको थियो कम्युनिटीको लिडरसिप कम्युनिटीको करेज कम्युनिटीको युनिटी र एक्सटर्नल सपोर्ट अर्थात् गभर्नमेन्टको सपोर्ट इन्टरनेसनल अर्गनाइजेसनहरूको सपोर्टको कारणले गर्दाखेरि चाहिँ उहाँहरूले यो लाङटाङ भ्यालीलाई फेरि रिबिल्ड गर्न सक्नुभयो यो लाङटाङ भ्याली चाहिँ रिबिल्ड गर्न सक्ने अवस्थामा नै छैन सो त्यही भएर यो ठाउँलाई यो लोकेसनलाई छोडेर चाहिँ अलिकति पर अर्को नयाँ लाङटाङ भ्याली रिबिल्ड गर्नु भएको छ जतिले पनि आफ्नो ज्यान गुमाउनु भयो म भित्री मनदेखि उहाँहरूलाई श्रद्धाञ्जली ज्ञापन गर्न चाहन्छु अर्थक्वेकको इम्प्याक्ट अहिले पनि छ लाङटाङको टोपोग्राफी नै चेन्ज भएको रिजनले गर्दाखेरि चाहिँ अहिले पनि हामी देख्न सक्छौँ कति ठाउँमा चाहिँ ल्यान्डस्लाइडहरू आएको यहाँबाट ग्लासियरले बगाएर लिएर गएको ढुङ्गाहरू माटोहरू चाहिँ लाङटाङ रिभरमा मिक्स भएको रिजनले गर्दाखेरि चाहिँ लाङटाङ रिभरको फ्लोलाई पनि नराम्रो इम्प्याक्ट पारेको छ सो त्यो अर्थक्वेकको टाइम वाज वान अफ द टफेस्ट मोमेन्ट फर अल अफ अस इन नेपाल लाङटाङमा चाहिँ कम्प्लिटली एउटा भिलेज एउटा भ्याली नै बगाएर लिएर गएको सुन्दाखेरि र अहिले लाइभ मैले यहाँको
सिचुएसन हेर्दाखेरि चाहिँ ओ माई गड दिस इज सो स्याड सो डिप्रेसिङ। हामीले यहाँबाट लाइफ लेसन सिक्न सक्छौँ। जसरी लाङटाङ भ्यालीको मान्छेहरू चाहिँ रिकभर हुनुभयो, रिबिल्ड गर्नुभयो, त्यसरी नै हामीले पनि आफ्नो लाइफमा जति अप्स एन्ड डाउन आए तापनि वी निड टु किप मुभिङ। Behind me is New Langtang, rebuilt Langtang भनौँ। So there is a myth of Langtang Valley. Long time ago, जब कसैलाई नि यो ठाउँको बारेमा थाहा थिएन, तब चाहिँ एउटा लामा बुद्धिस्ट आफ्नो हराएको याक खोज्दै आउनु भएको थियो यो ठाउँमा। यो ठाउँमा आइपुग्दाखेरि चाहिँ यस्तो ब्युटिफुल ल्यान्डस्केप देख्दाखेरि चाहिँ उहाँ अचम्म पर्नु भयो अरे के। इट्स जस्ट अ मिथ। लाङ भनेको चाहिँ याक रहेछ, टाङ भनेको चाहिँ टु फलो। लाङटाङको नाम चाहिँ लाङटाङ भएको रहेछ। अहिले 2 बजिरहेछ, हामीले लाङटाङ भ्यालीमा लन्च गरेर अब निस्किँदैछौँ। बिहान चाहिँ एकदमै राम्रो क्लियर वेदर थियो कि, जब चाहिँ 1 बज्छ 1:30 हुन थाल्छ दिउँसोको, अनि त्यसपछि वेदर पुरै बिग्रिँदै आइरहेछ। चाहिँ यहाँबाट क्यान्जिङ गुम्बा चाहिँ हामीलाई 3 आवर्स जति लाग्छ भनेको छ। लेट्स सी, हामी बिस्तारै जान्छौँ, अलिक बढी एल्टिट्युड चढिरहेछौँ नि त। आफ्नो हेल्थलाई पनि एकदम ध्यान दिएर बिस्तारै आफूले जति सक्छ त्यति बढी पुस नगरेर गइरहेछ। घोडा तबेलाबाट लाङटाङ भ्यालीसम्म त्यस्तो धेरै उकालो रहेछ, ठिक्क छ। अब यहाँबाट झन् त्यसो बाटो छ। Treat your mother like she's made of gold. After all she brought you here. सनसेट भइरहेछ अनि यस्तो राम्रो गोल्डन आवरको मोमेन्ट वी आर लिभिङ। यो लाङटाङ ट्रेक खासै राम्रो लागिरहेको होइन? मलाई ठिकै लागिरह। फर्स्टमै म यहाँ आएको भए चाहिँ वाह लाग्थ्यो होला। फर्स्ट टाइमर्सहरूको लागि चाहिँ टक्क त्यसलाई चाहिँ बस गर्छु, अब ट्रेकिङ गर्छु भन्ने हुन्छ नि, उनीहरूको लागि चाहिँ अब यहाँ आएर एल्टिट्युडको बारेमा जान्छ तपाईँहरूले, ट्रेकिङ कसरी गरिन्छ त्यसको बारेमा जानिन्छ, हिमालको एकदमै नजिक पुग्नुहुन्छ तपाईँहरू। सो बिगिनर्स भन्दा पनि फर्स्ट टाइमर्स। If you're lost, go see the ocean. पानी घट्टले मस्त It will मारेर always घुमाइरहेछ। help you steer. क्यान्जिङ भन्दा थोरै तल एउटा इलेक्ट्रिक जेनेरेटर रहेछ, विच इज अल्सो सपोर्टेड एन्ड डोनेटेड बाई चाहिँ कादुरी अर्गनाइजेसन रहेछ। यहाँ पनि कादुरी अर्गनाइजेसनले केही गरिदिनु भएको रहेछ। आइ एम सो ह्याप्पी एन्ड आइ एम थ्याङ्कफुल। Someday you will be stronger than you are now. अहिले इभिनिङको हाम्रो आई थिङ्क 6 बज्न थाल्यो। हामी क्यान्जिङ गुम्बा आइसकेको छौँ एन्ड इट्स सो ब्युटिफुल। कस्तो राम्रो देखिरहेछ, चारैतिरबाट माउन्टेन भ्यू देखिरहेछ। 1200को पनि हुन्छ, 1500को पनि हुन्छ, किनकि हामीले प्याकेज चाहिँ किन त्यसरी राखेको भन्दाखेरि सबैजनाले एफोर्ड नगर्नु पनि हुनसक्छ कि, गर्न नसक्ने। अब जस्तो स्टुडेन्टहरू आउँछ नि त, कुनै काम गर्ने मान्छेहरूले त गर्नु सक्छ, स्टुडेन्टलाई चाहिँ अलिक कम छ कि, अनि 1000 लिन्छ कि। गुड मर्निङ एभ्रीवन। सबैको राम्रो रहेछ अक्सिजन लेभल, कसैको 94, कसैको 95, मेरो चाहिँ लास्टै धेरै कम रहेछ। तपाईँमा जान सक्छु खाल्छ भने यसो तल जानेहरू ठाउँ छ, अनि त्यहाँनिर चेरपुरी र लाङसिसा भनेर लेखेको छ। Good morning everyone, we are at Kanjin Gomba. This is Buddhist monastery in an elevation of 30 or 70 meter above the sea level. अब यहाँबाट चाहिँ डिफ्रेन्ट ठाउँहरू एक्सप्लोर गर्न सक्छौँ हामी। एकदम धेरै ठाउँहरू छ, 4-5 दिन टाइम लगाएर घुम्यौँ भने धेरै ठाउँहरू छ, तर एकदमै धेरै फेमस भनेको चाहिँ यालापिक, क्यान्जिङरी, सेरेगोरी अनि 5 पोखरी। 5 पोखरी चाहिँ अहिले पुरै ग्लेसियर भएर जमेको रिजनले गर्दाखेरि चाहिँ आई डोन्ट थिङ्क वी आर गोइङ देयर। एक्लोमटाइज गर्दै जानुहुन्छ भने चाहिँ सबैभन्दा सुरुमा चाहिँ क्यान्जिङरी गएर सेकेन्ड डे चाहिँ सेरेगोरी जाँदा बेटर हुन्छ। तर हामी चाहिँ भोलि फर्किनु पर्ने रिजनले गर्दाखेरि चाहिँ आज नै सेरेगुडी गएर भोलि क्यान्जिङरी जाने, अनि त्यसपछि ब्याक टु द भ्याली फर्किन्छौँ होला। लेट्स सी कहाँसम्म फर्किन्छौँ। यहाँको होटलको दिदीले चाहिँ हामीलाई एकदम धेरै हेल्प गर्नुभयो। यहाँ डिफ्रेन्ट माउन्टेनिङ इक्विपमेन्टहरू पनि पाउने रहेछ एज अ रेन्ट गर्दाखेरि चाहिँ। अफोर्डेबलै प्राइस चाहिँ त्यस्तो धेरै एक्सपेन्सिभ छैन, तर सकेसम्म आफैले किनेर ल्याएको नै बेटर भन्छु म चाहिँ। हामीले चाहिँ ल्याउन बिर्सेको रहेछ, तर ठिकै छ, यहाँ पनि हामीले रेन्ट गर्न पायौँ। खास आज खाएर 8:20 हुन थाल्यो। स्न्याक्सहरू लिएर गएको छौँ। लोकलले भन्नुभएको अनुसार चाहिँ 5 to 6 आवर्स लाग्छ भनेको छ, तर हामी खिच्दै जाँदाखेरि चाहिँ हामीलाई 6 to 7 आवर्स जति लाग्न सक्छ। I was not your family, I was a stranger to you once, but you treated me like we had the same blood. I drove up to a cabin to Wisconsin in the woods. We shot fireworks and drank till we felt good. हामी 30% बाटो आइसक्यो। बाटै बाटो जतातिर बाटो छ, अनि त्यसले गर्दा यस्तो धेरै झुक्किने रहेछ। maps.me डाउनलोड गरेर म्याप हेर्दै आउनु त्यहाँबाट, नत्र भने तल क्यान्जिङ गुम्बाको मान्छेहरूलाई सोधेर आउनु होला। तर जताबाट आए पनि मिट चाहिँ एउटै ठाउँमा हुन्छ। लिटरली हिमाल चढा जस्तै भइरहेछ। एउटा डाँडा कट्यो, अब त्यो डाँडा कट्नु छ, आई थिङ्क त्यो चाहिँ फर्स्ट भ्यू पोइन्ट, अनि त्यसपछि फेरि अर्को डाँडा चढ्नुपर्छ। लिटरली आई थिङ्क त्यो हिमाल चाहिँ देखिरहेछ क्या, त्यो सेकेन्ड भ्यू पोइन्ट। यहाँबाट चाहिँ हामीले राइट लियौँ भने याला खर्क पुग्छ, याला खर्कबाट चाहिँ हामी याला पिक जान सक्छौँ। लेफ्ट लियौँ भने चाहिँ सेरगढी पुग्छौँ। We felt good. ट्रेन चाहिँ अर्को बाटो आएको। And the sky was clear. And that's धेरै गाह्रो।
सेगोरी चाहिँ 4985 मिटर, इट्स अलमोस्ट 5000 मिटर अबभ द सी लेभलमा छ। बिहान निस्क्यौँ भने हामी 5 देखि 7 घण्टासम्म मजाले पुगिन्छ। हाइक चाहिँ एकदमै धेरै डिफिकल्ट, किनकि हामी सिधै क्यान्जिन गोम्बाबाट चाहिँ 1200 मिटर एल्टिट्युड चढ्नु पर्ने रिजनले गर्दाखेरि चाहिँ एक्सट्रिम स्टिप उकालो छ। वी आर राइट नाउ एट 4500 मिटर, अलमोस्ट -20 डिग्री सेल्सियस टेम्परेचर छ अनि हावा पनि एकदम एक्सट्रिमली चलिरहेछ। थोरै थोरै टाउको पनि दुखिरहेछ, सबैलाई अलिअलि गाह्रो भइरहेछ। अब योभन्दा बडीलाई पुस गर्यो भने चाहिँ आफ्नो हेल्थ बिग्रिन्छ जस्तो लाग्यो। तपाईँहरूलाई 500 मिटर के होला, यही त हो जस्तो लाग्ला। जति माथि माथि पुग्यो त्यति 500 मिटर भनेको एकदमै धेरै ह्युज हो, लास्टै गाह्रो हुन्छ। अब सधैँ ट्रेक गर्ने ट्रेकर्सहरूको लागि त आई कान्ट से एनिथिङ होइन, बिगिनर्सहरूको लागि त एकदमै धेरै गाह्रो। विन्टरको टाइममा त इट्स नियर टु इम्पोसिबल भनौँ, किनकि यो ठाउँमा त हामी पछि पनि आउन सक्छौँ। हेल्थ म्याटर्स द मोस्ट। योभन्दा माथि चाहिँ नजाने निर्णय गऱ्यौँ। स्टार्ट कि हामी त्यहाँसम्म पुगेन त ठिक छ, फेरि हामी आउँछौँ। होप हजुरहरूलाई मेरो यो भिडियो राम्रो लाग्यो होला, मैले चाहे जतिको इन्फर्मेसन हजुरहरूलाई दिएँ होला। सो आजको लागि यति नै। किप लभिङ, किप वाचिङ, बाई बाई। 1710 square kilometer ओगटेको लाङटाङ नेसनल पार्क इज वान अफ द ओल्डेस्ट नेसनल पार्क इन द हिस्ट्री अफ नेपाल, जुन चाहिँ 1976 मा बनेको हो। सो दिस नेसनल पार्क हैज बीन प्रोभाइडिङ प्रोटेक्सन फर डिफ्रेन्ट डाइभर्स इकोसिस्टम। लाङटाङ नेसनल पार्क इज बायोडाइभर्स। यहाँ चाहिँ रेड पान्डा, हिमालयन बियर, स्नो लियोपार्डहरू पाइन्छ। सो लाङटाङ नेसनल पार्कले चाहिँ यी सबै इम्पोर्टेन्ट वाइल्ड एनिमल्स एन्ड बर्ड्सहरू अनि मेडिसिनल प्लान्ट्सहरूको चाहिँ प्रोटेक्सन गर्दै आइरहेको छ। लाङटाङ भ्याली ट्रेक चाहिँ एकदम फेमस हुनुको रिजन भनेको चाहिँ यो एकदम नजिक छ काठमाडौँबाट। काठमाडौँको नर्थ साइडमा पर्छ, विच इज नियर टु द टिबेटियन बोर्डर। ट्याबुलबेसी विच इज आई थिङ्क 1400 समथिङ मिटरबाट स्टार्ट भएर चाहिँ 7000 प्लस मिटरसम्मको हाइट भएको माउन्टेनहरू चाहिँ लाङटाङ नेसनल पार्कभित्र पर्दछ। सो लाङटाङ नेसनल पार्कमा चाहिँ एकदम धेरै फेमस माउन्टेन भनेको चाहिँ माउन्ट लिरुङ हो, जुन चाहिँ होली माउन्टेन भनेर भन्छ। सो त्यो होली माउन्टेन भएको रिजनले गर्दाखेरि चाहिँ खासै यहाँको लोकल मान्छेहरू चाहिँ चढ्नु भएको रहेनछ, तर बाहिरबाट आउनु भएको मान्छेहरू चाहिँ 1-2 जना मात्रै चढ्नु भएको रहेछ। लाङटाङ भ्याली ट्रेकमा चाहिँ डिफ्रेन्ट ल्यान्डस्केपहरू, ब्युटिफुल ल्यान्डस्केप, ब्युटिफुल माउन्टेनहरू चाहिँ हामी देख्न सक्छौँ। अफकोर्स त्यो एक्सपिरियन्स गर्न सक्छौँ। त्यो साथसाथै हामीले यहाँ भएको चाहिँ एकदमै धेरै पुरानो लामा कल्चरहरू पनि एक्सपिरियन्स गर्न सक्छौँ। यहाँको हस्पिटालिटी चाहिँ मलाई खासै त्यस्तो राम्रो लागेन कम्पेरिटिभली अरू ठाउँहरू भन्दा। यहाँको मान्छे चाहिँ अरू ठाउँहरू भन्दा चाहिँ अलिकति बढी रुड लाग्यो भनौँ न। बिजनेसमा एउटा युनिटी देखेन। अब हामी कुनै एउटा होटलमा बसिरहेछौँ भने अर्को होटलको मान्छे चाहिँ हामीलाई अलिक नराम्रो नजरले हेर्ने, हाम्रोमा किन बसेन, यसकोमा किन बस्यो, समथिङ लाइक द्याट भनौँ न। मेबी हामीलाई मात्रै भएको हुनसक्छ त्यो नराम्रो एक्सपिरियन्स, अरूलाई राम्रै भएको हुनसक्छ, किनकि सबै ठाउँमा राम्रो मान्छेहरू पनि हुन्छन्, नराम्रो मान्छे पनि हुन्छन्। तलदेखिबाट क्यान्जिन गोम्बासम्म आउँदाखेरि चाहिँ कुनै पनि प्रकारको राम्रो एक्सपिरियन्स भएको थिएन हामीलाई हस्पिटालिटीमा। पासाङ दाइ चाहिँ मैले टिकटकबाट फलो गरेको थिएँ। सो त्यही भएर हामी बुद्धैन होटलमा बस्यौँ। यहाँको हस्पिटालिटी चाहिँ एकदमै धेरै राम्रो। सो हाम्रो लाङटाङ एक्सपिरियन्सबाट चाहिँ म हजुरहरूलाई के सजेस्ट गर्न चाहन्छु, के रेकमेन्ड गर्न चाहन्छु भने यो ठाउँमा चाहिँ थोरै समयमा धेरै एल्टिट्युड चढ्नुपर्ने रिजनले गर्दाखेरि चाहिँ एक्लिमेटाइज गर्दै जानु होला, किनकि पछि फेरि गाह्रो हुनसक्छ, एल्टिट्युड सिक्ने लाग्न सक्छ। विन्टरमा ट्रेकिङ गर्दै हुनुहुन्छ हजुरहरू भने चाहिँ सबसे धेरै इम्पोर्टेन्ट भनेको चाहिँ आउनुभन्दा अगाडि नै होटलहरूको बारेमा चाहिँ राम्रोसँग इन्फर्मेसन लिनु होला, किनकि सिजनभन्दा बाहेक विन्टरको टाइममा भनौँ न सबै होटलको मान्छेहरू चाहिँ तल झर्नु हुँदो रहेछ। सो हजुरहरू याला पिक चढ्न चाहनुहुन्छ भने चाहिँ त्यसको लागि इन्फर्मेसन, इक्विपमेन्टहरू चाहिँ बुद्धैनको पासाङ दाइबाट चाहिँ हजुरहरू लिन सक्नुहुन्छ। क्यान्जिन गोम्बा आउँदाखेरि चाहिँ बुद्धैन होटल चाहिँ भिजिट गर्नु होला। फर द्याट होटलमा बस्नुभन्दा अगाडि प्राइस चाहिँ अगाडि नै सोध्नु होला, किनकि हामीलाई एक ठाउँमा खाना खाँदाखेरि चाहिँ सुरुमा सादा खानाको 500 भनेको थियो अनि फेरि पछि 600 भन्नुभयो। कुन कुन होटलमा बस्दाखेरि राम्रो हुन्छ सबै आइटिनरी चाहिँ म तल डिस्क्रिप्सनमा प्रोभाइड गर्नेछु हजुरहरूलाई। इफ हजुरहरू पनि हिमाली क्षेत्रतिर आउनुहुन्छ भने चाहिँ प्लिज ट्राई दिस।